सबैजनालाई नमस्कार। म अशोक आज पनि नयाँ कथा लिएर आएको छु। आजको कथा चाहिँ मैले यो धेरै वर्ष अगाडिको युट्युबमा सायद युट्युबमा सुनेको थिएँ। साह्रै मनपर्ने कथा मेरो लागि चाहिँ यो। अनि आजको कथा चाहिँ कस्तो छ भन्दाखेरि चाहिँ हामीहरूले मानिसहरूले चाहिँ कहिलेकाहीँ आफ्नो अहमले घमण्डले गर्दा चाहिँ यस्ता निर्णय लिन्छौँ वा यस्ता गल्तीहरू गर्छौँ जुन चाहिँ आफै पुनः त्यो अवस्थामा आउनलाई त्यसलाई सुधार्नलाई एकदमै कठिन पर्छ हो। त्यस्तै विषयमा आजको कथा रहेको छ। कथा यसरी सुरु हुन्छ। एकादेशमा एउटा गाउँ रहेछ। गाउँ चाहिँ एकदमै राम्रो गाउँ, सुन्दर गाउँ रहेछ। तर त्यो गाउँलाई चाहिँ गाउँमा चाहिँ एउटा एकदमै घमण्डी र एकदमै भयङ्कर सोच भएको, डरलाग्दो सोच भएको मान्छे बस्ने छ, जसलाई चाहिँ औँलाकाट नाम रहेछ। त्यही औँलाकाटको नामले चाहिँ प्रसिद्ध भएर त्यो गाउँको नाम पनि औँलाकाट गाउँ भन्ने रहेछ। अनि उसको चाहिँ कस्तो सोच रहेछ भन्दा चाहिँ उसले चाहिँ एउटा सङ्कल्प लिएको रहेछ, मैले चाहिँ मेरो जीवनमा 100 जना मान्छेको औँला काटेर चाहिँ घाँटीमा माला लाउँछु भन्ने उसले चाहिँ सोचेको रहेछ। त्यही सङ्कल्पले चाहिँ ऊ हिँडेको रहेछ। अनि ऊ चाहिँ त्यो आफ्नो गाउँको छेउमा पर्ने एउटा जङ्गल रहेछ, जङ्गलको छेउमा बस्ने रहेछ। उसले चाहिँ के गर्दो रहेछ भन्दा चाहिँ त्यो बाटो हुँदै, जङ्गलको बाटो हुँदै आउने 100 जना बटुवाहरूको चाहिँ औँला काटेर चाहिँ माला लाउने सङ्कल्प अनुसार उसले चाहिँ औँला काट्दै बनाउँदै लाउँदै गर्दो रहेछ। अनि त्यस्तो गर्दै गरेपछि त्यो गाउँहरूलाई धेरै दुःख भयो। दुःख भएपछि त्यहाँको उसको चाहिँ आमाले चाहिँ, अब आमाको मन त हो नि होइन, उसले चाहिँ दिनदिनै आफ्नो छोरालाई सम्झाएर फर्काउन सकिन्छ कि भन्दै चाहिँ उसलाई खाना लिएर जाने रहेछन् अनि खाना खुवाउने रहेछन्। तर धेरै सम्झाउँदा पनि नफर्किने। यो क्रम धेरै लामो समय चलेपछि चाहिँ एक दिन यस्तो भएछ कि त्यो बाटो मान्छे जानै छोडेछन्। वरपरिका सबै गाउँलाई थाहा भइसक्यो त्यसले चाहिँ औँला काटेर चाहिँ माला लाउँछ भन्ने कुरो। अनि त्यो बाटो नभएर अर्को बाटो चाहिँ अरू ठाउँ जाने बाटो बनाइसकेका रहेछन्। अनि त्यो भइसकेपछि उसको चाहिँ अब मान्छेहरूको औँला काटेर माला लाउने क्रममा चाहिँ उसले चाहिँ निराशैवटा औँलाको माला बनाइसकेको रहेछ, लाउन थालेको रहेछ। अब लामो समयपछि कोही मान्छे नगएपछि उसको अब 100 औँला पुग्ने त कुरा भएन। अनि धेरै समय पर्खिँदा पनि उसले कोही मान्छे पाएनछ। अनि त्यो औँला काट्ने क्रममा चाहिँ अब चाहिँ एक दिन चाहिँ अब के भएछ भन्दाखेरि आमाको औँला पनि काट्न खोजेछ 100 पुऱ्याउनको लागि चाहिँ। अनि कसोको आमा चाहिँ फुस्केर भागेछिन्। त्यसपछि आमा जान छोडेछन्। लामो समय कुरेछ, कोही पनि आएनछन्। अनि एक दिन चाहिँ के भएछ भन्दा त्यही बाटो हुँदै चाहिँ, त्यही गाउँको बाटो हुँदै चाहिँ बुद्ध र उनको चेला अर्को गाउँमा चाहिँ के आफ्नो चाहिँ ज्ञान कुराहरू चाहिँ दिने भनेर चाहिँ जाँदै रहेछन्। अनि त्यो बेलामा चाहिँ अब गाउँले देखिहाले। अनि बुद्धलाई चाहिँ बोलाएर, उनीहरूको चेलालाई बोलाएर चाहिँ यस्तो छ, तपाईँहरू चाहिँ यो बाटो नजानुहोस् है। अनि यो यस्तो हो, यो औँला काट नामको एउटा मान्छे छ, उसले चाहिँ औँला काटेर चाहिँ मान्छेहरूको चाहिँ आफ्नो माला बनाएर लाउने छ। तपाईँहरू पनि यो बाटो जानुभयो भने तपाईँहरूको नि यो औँला काट्छ, उसको 100 पुऱ्याउनु पर्ने छ। तपाईँहरूमा 2 जना मध्ये जानुभयो भने 2 जना मध्ये 1 जनाको त काट्छ उसले भनेर चाहिँ उनलाई भन्दैछ, सम्झाएछन्। अनि त्यही पनि अब त्यो सुनिसकेपछि बुद्ध चाहिँ मुसुक्क हाँसेछन्। अनि त्यो भनेको यो सूचना दिए बाबत तपाईँलाई धन्यवाद, म चाहिँ जान्छु भनेर चाहिँ गएछन्। अनि तर चेलालाई चाहिँ डर लागेछ। अनि अलि पर पुगेपछि चेलाले चाहिँ बुद्धलाई भनेछन्, गुरु हामी त्यो बाटो नजाऊ, त्यो जहाँ गयो भने चाहिँ उसले चाहिँ हाम्रो औँला काट्छ, अझै उस्तै पऱ्यो भने हामीलाई मार्न सक्छ, त्यही भएर चाहिँ हामीबाट नजाऊ, बरु अन्तबाट जाऊ, गाउँले भने चाहिँ अर्को बाटोबाट जाऊ भनेर चाहिँ सुझाव दिएछन्, भनेछन्, उसले चाहिँ भनेछ। अनि बुद्धले मुस्कुराउँदै भन्छन्, तिमीलाई डर लागेको हो भने चाहिँ तिमी अर्को बाटो जाऊ, म यताबाट जान्छु भन्छ। चेलाले चाहिँ के भनेछ भन्दाखेरि, होइन गुरु, म डराएको होइन, म तपाईँको चाहिँ सुरक्षा चाहन्छु। यदि तपाईँलाई केही भइहाल्यो भने तपाईँको ज्ञानहरू, तपाईँको उपदेशहरू हामीले सुन्न पाउने छैनौँ, हामीले ज्ञान लिन पाउने छैनौँ। त्यसैले गर्दा तपाईँलाई चाहिँ म सुरक्षा होस् भन्नलाई यो भनेको हो भनेछ। अनि बुद्धले चाहिँ चेलाको त्यो डरलाई बुझेछन्। अनि चाहिँ चेलालाई भनेछन्, तिमी चाहिँ यो बाटो नजाऊ, तिमी मसँग नजाऊ, तिमी चाहिँ अर्को बाटो जाऊ। अनि त्यहाँ गएर अर्को गाउँका मान्छेहरूलाई चाहिँ म आउन केही अबेर हुनसक्छ होइन, त्यही भएर केही समयलाई पर्खनु होला भनेर भनिदियो, म चाहिँ केही समयमा आउँछु भनेर चेलालाई भनेछन् बुद्धले। अनि चेला चाहिँ बुद्धले भने चाहिँ गरेर अर्को बाटो गएछन्। अनि चाहिँ बुद्ध चाहिँ त्यही औँला काट भएको जग्गा बस्ने जङ्गलतिर गएछन्। अनि धेरै परबाट देखेछन्। अनि औँला काट चाहिँ एउटा रुख मुनि चाहिँ
अलिअलि फुलहरू फुलेको बगैँचा जस्तोमा अलि रुखमुनि चाहिँ मस्त बसेको रहेछ। धेरै समयसम्म खान नपाएर होला कि अलिक कमजोर थियो ऊ चाहिँ। अनि धेरै परबाट कोही मान्छे आफूतिर आएको देखेर चाहिँ ऊ खुसी भएछ, ओहो आज त को आयो होइन, मेरो 100वटा औँलाको चाहिँ माला लाउने चाहिँ यो सङ्कल्प पुरा हुने भनेर ऊ खुसी रहेछ। अनि नजिक आएपछि त ऊ खुसी हुँदै हाँस्दै भन्छ, ल आज तिमी आयौ, ल अब म तिम्रो औँला काटेर चाहिँ माला लाउँछु भनेर चाहिँ बुद्धलाई भनेछ। अनि बुद्ध पनि हल्का मुस्कुराउँदै भन्छ, ल ठिक छ, म चाहिँ तिम्रो सङ्कल्प पुरा गर्नको लागि नै आएको हो, ठिक छ, म तिमीलाई चाहिँ मेरो औँला काटेर चाहिँ माला लाउन दिन्छु, तर तिमीले चाहिँ मलाई के गर भन्दाखेरि चाहिँ तिमीलाई मैले एउटा काम भन्छु, त्यो काम पुरा नहुँदासम्म तिमीलाई मैले मेरो औँला दिन्न। बुद्धले यति भनिसकेपछि औँला काटले चाहिँ केही कुरा नसोचेकि नै हुन्छ म तिम्रो त्यो कुरा चाहिँ म मान्छु भनेर चाहिँ उसले हुन्छ भनेर चाहिँ वचन दिएछ। अब यति भनिसकेपछि बुद्धले चाहिँ उसलाई चाहिँ के भनेछ भन्दाखेरि चाहिँ ल यो साइडमा चाहिँ एउटा चाहिँ छेउमा चाहिँ ऊ थियो नि त, बगैँचा थियो नि त, अनि बगैँचाबाट एउटा चाहिँ कोपिला फुलको कोपिला टिपा भनेछन्। अनि उसले चाहिँ हतार फुलको कोपिला टिपेछन्। पछि औँला काटले चाहिँ ल औँला ल्याऊ भनेछ, होइन। अनि फेरि बुद्धले चाहिँ के भनेछ भन्दाखेरि ल ठिक छ, अब चाहिँ तिमीले के गर भन्दाखेरि त्यो कोपिला लगाएर चाहिँ त्यही पहिला जहाँ टिपेको जुन बोर्डबाट टिपेको त्यही लगाएर जोड भन्दैछन्। अब औँला काटले के गरेछ भन्दा त्यो कोपिला लगाएर चाहिँ जहाँबाट टिपेको त्यही जोड्न खोजिरहेछ, त जोडिन्न। अब कहाँ जोडिन्थ्यो, जोडिँदैन नि त। धेरै प्रयास गरेछ, धेरै गरेछ, यता गरेछ उता गरेछ, जोडिन्छ ऊ हार मानेछ कि कहाँबाट जोडिन्थेन नि त। अनि त्यो एकदमै रुन थालेछ। रोएपछि चाहिँ अब के भन्छ भने म तिमीले भनेको कुरा म गर्न असफल भएँ, त्यो जोडे बापत चाहिँ औँला दिने कुरा थियो नि त, वचन दिएको थियो, वचन त पुरा भएन नि त। अनि चाहिँ अब औँला पनि दिने कुरा भएन, म तिम्रो यसबाट म हारेँ होइन, म के गरौँ भन्छ। अनि औँला काटले त्यति भनिसकेपछि बुद्धले मुस्कुराउँदै भन्छन्, हेर हामीहरू चाहिँ कोही बेलामा के हुन्छ भन्दाखेरि हाम्रो आफ्नो घमण्डले गर्दा, हाम्रो चाहिँ आफ्नो विचारले गर्दा होइन, हामीले चाहिँ गलत निर्णय लिन्छौँ। कोही बेलामा चाहिँ यस्तो निर्णय लिन्छौँ जुन निर्णय चाहिँ हाम्रो पछि त्यसलाई चाहिँ सुधार्नलाई सकिँदैन। हेर त तिमीले भर्खर के गर्यौ भन्दा एउटा कोपिला चुड्यौ होइन, यसलाई तिमीले नचुडेको भए के हुन्थ्यो होला, यो फुल थियो होला, यसले बाख्रा छर्थ्यो होला, तिमीले यो गल्ती गर्यौ, अब यसलाई तिमीले सुधार्न सक्दैनौ। त्यसै गरी तिमीले चाहिँ त्यति धेरै मान्छेहरूको औँला काट्यौ होइन, अनि तिमीले चाहिँ तिनीहरूको औँला काटेपछि के भयो, उनीहरूको औँला काटियो, काटेपछि यदि त्यो औँला नकाटिएको भए के हुन्थ्यो होला, त्यो औँला नकाटेको भए तिनीहरूले आफ्नो राम्रोसँग आफ्नो कर्म गर्थ्यो होला होइन, केही राम्रो हुन्थ्यो होला भनेपछि उनले चाहिँ त्यो भनेछन्। त्यो सुनेपछि उसलाई चाहिँ आफ्नो गरेको गल्ती चाहिँ पश्चाताप भएछ, उसलाई चाहिँ गिल्ट फिल भएछ। अनि त्यसपछि चाहिँ प्रभु मलाई माफ गर्नु होला, म गल्ती गरेको रहेछु होइन, म चाहिँ यति ठुलो भ्रममा बसेको रहेछु भनेर चाहिँ उसले माफ मागेछ। अनि बुद्धले पनि हाँस्दै हुन्छ नि त भनेछन्। अनि त्यसपछि चाहिँ के भएछ भन्दाखेरि चाहिँ अन्तिममा चाहिँ त्यो औँला काट चाहिँ बुद्धकै चेला भनेर चाहिँ उनीसँगै गएछन् अनि उसले सुध्रिएछ। यति नै थियो कथा चाहिँ। अनि यो कथाको मोरल चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ कोही बेलामा चाहिँ हामीहरूले आफ्नो अहमले या घमण्डले गर्दा चाहिँ गलत निर्णय लिन्छौँ। त्यसले गर्दा चाहिँ त्यस्तो निर्णय चाहिँ कोही बेलामा चाहिँ त्यसलाई त्यो गल्ती चाहिँ सच्याउन सकिँदैन। त्यही भएर चाहिँ कोही बेला चाहिँ निर्णय लिँदाखेरि चाहिँ एकदमै बुझेर अलि राम्रोसँग धैर्य भएर निर्णय लिँदा चाहिँ धेरै राम्रो हुन्छ भन्ने चाहिँ यसको थियो। यति नै थियो कथा। सुनिदिनुको धन्यवाद। सुन्नेलाई सुनको माला, भन्नेलाई फुलको माला, यो कथा भयङ्कर ठाउँ जाला, भन्नेलाई थुप्रो आइजला। हस्, धन्यवाद।